अमेरिका दुनियाँभरिको तेलको भण्डारमा आँखा लगाएर बसेको छ। अनि भन्छ तेल मैले बेच्ने हो। इरान उता भनिरहेको छ तेलको खानी मेरो हो, बेच्ने पनि मै हो। इजरायल उताबाट भन्छ खानीमै हमला गरिदिन्छु, बेच्ने सपना मात्रै देखेर बस। यता रसियाको स्वाग नै बेग्लै छ। रसियाले भन्छ बाबु हो खेल, तिमीहरू खेल, तेल त अन्तिममा बेच्ने मै हो। उत्तर कोरिया भन्छ मलाई तेल सेलको मतलब छैन, मलाई त लडाई चाहिएको छ, आऊ सिकाउँछु लडाई कसरी हुन्छ भनेर। अनि डोनाल्ड ट्रम्पलाई हेर, तेलको चक्करमा पुरै निन्द्रा हराएको छ मान्छेको। अमेरिकाको त्यही पुरानो डाइलग हान्ने बानी, लडाई सकियो भने तेल त मै बेच्ने हो। अब हाम्रो नेपाल पनि चुप लागेर बसेको छैन है। नेपाल भन्छ तिमीहरू तेल भन्दै झगडा गर, हामीसँग पानी छ, हामी पानीबाट बिजुली निकालेर बेच्छौँ बस्छौँ, कम्तीमा हाम्रो कारणले झगडा त हुँदैन। ओ भाइ के चलिरहेको छ यो? तेल तेल भन्दा भन्दै एकअर्कालाई नै ठोकिसक्यौ तिमीहरूले यार। तेलकै चक्करमा पुरै दुनियाँलाई नै पेलिसक्यो। अब त अति भयो तेलको नाटक यार। इभी गाडी चलाऊ भनेको के शान्ति ल्याऊ। म त पहिलेदेखि भन्दै आएको हो इभी चलाऊ, कम्तीमा तेलका कारण झगडा त हुँदैन। म तेल बेच्ने भन्दै बस्छौ, पहिला मान्छे भएर बाँच्न पाऊ, एक अर्कालाई नै उडाइदियो मारिदियो भने तेल कसले बेच्ने हो गुरु?